हेलो साथीहरु नमस्कार, म रोम थापा। आज हामीले मोबाइलबाट सजिलै तरिकाले कसरी भिडियो एडिटिङ गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गर्नेछौँ। म तपाईलाई सिकाउने छु। मैले अहिलेसम्म विभिन्न एप्स प्रयोग गरेँ मोबाइलबाटै। मोबाइलबाट विभिन्न एप्स मध्येमा मैले अहिले प्रयोग गर्दै आइरहेको इन्सर्ट भिडियो एडिटिङ एप छ। त्यो एप्सबाट कसरी भिडियो एडिटिङ गर्न सकिन्छ मोबाइलबाटै फ्रीमा भनेर म तपाईलाई सिकाउने छु। अन्तिमसम्म हेर्नुहोला है त। यति बेला मेरो मोबाइलको स्क्रिन रेकर्ड भइसकेको छ र यो इन्सर्ट भिडियो एडिटिङ एप्स देख्न सक्नुहुन्छ। यो यसमा क्लिक गर्ने, यसरी एलो भन्छ, एलो गरिदिने, अनि त्यसपछि यसरी देखाउँछ। अनि त्यसपछि भिडियोमा जाने, अनि यसरी भिडियो यता भिडियोमा जाने, अनि त्यसपछि भिडियो आउँछ है। अनि एउटा भिडियो लिन, कुन भिडियो एडिट गर्ने त्यो लिने, यो मैले लिएँ एउटा। यसरी आयो है। यसरी नेक्स्ट गरौँ, ओके गरौँ हैन। यसरी आउँछ, यसरी आयो। अनि यो आइसकेपछि अब हामीले चाहिँ भिडियो आयो है, पुरा भिडियो आयो। अब यसलाई साइज तपाईको यो अहिले विभिन्न साइजमा पनि गराउन मिल्छ है। जस्तो यता छेउमा छ नि, यता क्यानभास लेखेको छ नि, क्यानभासमा जाने। यहाँ गइसकेपछि तपाईँ टिकटक साइज बनाउनु पर्यो कि कुन साइजमा बनाउने हो, विभिन्न साइजहरू छ है। अब जस्तो टिकटक बनाउनु पर्यो भने यसरी बनाउन मिल्छ है। अब हामीले चाहिँ युट्युबमा हाल्ने, त्यही भएर युट्युबको साइज यसरी ट्याक्कै यसरी मिल्छ। अनि यसरी युट्युबको साइजमा गराइसकेपछि ओके गरिदिने। अनि त्यसपछि हामीले यो अब बिचमा अब नचाहिने भागहरू काट्नुपर्ने हुन्छ नि त, फाल्नुपर्ने हुन्छ नि त। त्यसको लागि चाहिँ हामी जस्तो मानौँ यहाँनिर, ल यो भिडियोको यहाँनिर बिचको भाग चाहिँ फालौँ है त। ल त्यसको लागि यो स्प्लिट छ नि, स्प्लिटमा क्लिक गर्ने है। यो कैँचीले पनि गर्छ तर त्यसले चाहिँ छेउको र उसको चाहिँ गर्छ होइन, छेउछाउतिरको सबै फाल्छ। स्प्लिटले ठ्याक्कै जहाँ हो त्यहाँ काटिन्छ है त, ठ्याक्कै काटिदिने। यसरी काट्यो। अब कुन ठाउँसम्मको भिडियो काटिदिने अनि कुन ठाउँसम्म फाल्ने भनेर। अब जस्तो यहाँसम्म चाहिँ मलाई काम नलाग्ने छ, यहाँ स्प्लिट हाल्ने फेरि। त्यसपछि अब यहाँ कति टुक्रा भयो, तीन टुक्रा भइसक्यो भिडियो। यो एउटा अनि यो एउटा। हामीलाई बिचको पार्ट काम छैन होइन, यो काम नलाग्ने पार्ट चाहिँ फालिदिनु पऱ्यो। डिलिट लेखेको छ नि, डिलिटमा क्लिक गर्ने, ओके डिलिट भइसक्यो है। अब यहाँनिर अर्को आयो, त्यो डिलिट भइसक्यो। अनि त्यसपछि यो चाहिँ भयो, यो गर्ने काम चाहिँ भयो होइन। त्यसपछि हामीले चाहिँ के गर्नु पऱ्यो भने अब तपाईँले चाहिँ थप्नु पऱ्यो अरे भिडियो। ल बिचमा यहाँनिर थप्यो, जहाँ काटेको छ नि हामीले अघि यहाँ काट्यो होइन। यसरी यो यस्तो गर्दाखेरि ठुलो सानो पनि हुन्छ है। यो यहाँनिर यो सेतो देखायो नि, यो ट्रान्जेक्सन यसो देखाइराख्यो नि, यहाँनिर जाने। अनि यहाँनिर गइसकेपछि यहाँनिर एउटा भिडियो थप्नु पऱ्यो भने प्लसमा जाने, भिडियोमा जाने। अनि ल मानौँ केही थप्नु पऱ्यो अरे है। ल एउटा मानौँ ल भिडियो नै ल्याउनु त, त्यही यो कुनै यो भिडियो लिएँ मैले है त। ल थपियो है। यो चाहिँ भर्टिकल साइजमा छ, त्यही भएर हो। होरिजेन्टल साइजमा यो भयो, यो भर्टिकल साइजमा चाहिँ मैले थपेको भिडियो भयो है। भनेर यसलाई पनि होरिजेन्टल साइजमा गराउनलाई क्रोप गरेर गर्न सकिन्छ है। यसरी यो चाहिँ जाने, अनि यहाँ क्रोप छ, क्रोप देख्न सक्नुहुन्छ यहाँनिर क्रोप छ, यो क्रोप गर्ने। अनि क्रोप गरिसकेपछि कुन साइजमा क्रोप गर्ने, ल युट्युब साइजमा पनि त हामीलाई चाहिएको होइन। यहाँनिर गरिदियो, ल क्रोप भयो है। ल ठ्याक्कै त्यो भयो नि, हेर्नु देख्नुभयो नि, ठ्याक्कै पहिलेकै साइजमा भयो होइन। तर यो चाहिँ अब माथिको भाग चाहिँ आएन। क्रोप गर्दाखेरि यसरी जोड्ने र काट्ने, कसरी फाल्ने हो, काम नलाग्ने पार्ट चाहिँ भन्ने कुरो तपाईँले आज सिक्नुभयो होइन। त्यसपछि अरू बाँकी कसरी थप्ने भन्ने कुरा पनि सिक्नुभयो। अब त्यसपछि लेयरहरू हुन्छ, विभिन्न लेयर हुन्छ। जस्तो यसको उप्रो चाहिँ यो चाहिँ भिडियोको बिचमा या अगाडि पछाडि थप्नुको लागि मैले कुरा गरेँ होइन। अब यसकै माथितिर अर्को थप्नु पऱ्यो भने चाहिँ यहाँ जाने है। यो पिप छ नि, पिआइपी पिप, यसमा जाने। अनि यसमा गइसकेपछि भिडियो या कुन लिनु पर्यो, जस्तो फोटो लिनु पऱ्यो भने जस्तो फोटो, ल मैले एउटा फोटो लिएँ, यो फोटो लिएँ, ल यो फोटो मैले लिएँ है। यो एउटा अर्को लेयर बन्यो है। यो लेयर बन्यो, यो फोटोको साइज मिलाउनु पऱ्यो भने म चाहिँ क्रोपमा जान्छु। क्रोपमा गइसकेपछि यसरी युट्युबको साइज है, यो युट्युबको साइजमा लिएँ मैले यसरी, यो यसरी लिएँ। अनि यसरी ठुलो सानो गरेर ट्याक्कै साइजमा यसरी मिलाएर यसरी राख्छु, यसरी राखेँ, ठ्याक्कै राखेँ। त्यो राखिसकेपछि अब यसलाई हामी अब यसरी सर चल्दाखेरि यो मजा भएन नि त होइन। यसलाई यो भिडियो पनि हल्लिनु पऱ्यो,
यो भिडियो हराउनको लागि हामी एनिमेसन हाल्नु पर्यो। एनिमेसन यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर छ क्रोपको छेउमा एनिमेसनमा जाने। त्यसपछि अब विभिन्न छ यहाँ होइन, इन कसरी गर्ने, इन भनेको देखिने बित्तिकै, अनि आउट भनेको चाहिँ अब अन्तिममा। इन भनेको अब सुरुको भयो, अब आउट भनेको चाहिँ लास्टको भयो है। अनि कम्बो छ, कम्बो चाहिँ सबै मिलाइदिएको हुन्छ आनन्दसँग। कम्बो प्रयोग गरौँ न त। ल एउटा कम्बो लिउँ है, केही पनि धेरै छ। ल यो सेकेन्ड लास्टको कम्बो लिएँ है त मैले। यसरी आयो है, देख्न सक्नुहुन्छ है, यसरी सर र यसरी सर र भिडियो चल्यो नि त। यो फोटो हो नि त खासमा होइन, यसरी चल्यो। अनि त्यसपछि भिडियो आयो। यसरी चाहिँ लेयर थप्दै जान सकिन्छ है। यसमा चाहिँ अब 5वटा लेयरभन्दा बढी चाहिँ थप्न नमिल्ला सायद, सम्भवतः। यसरी लेयर थप्न सक्नुहुन्छ। अनि हामी लेयर थप्यौँ, त्यसपछि हामीले चाहिँ अब टेक्स्टको पनि कुरा गरौँ न होइन। मलाई यहाँ टेक्स्ट हाल्नु पऱ्यो, यस्तो गरेर टेक्स्टमा क्लिक गर्ने। त्यसपछि यहाँ टेक्स्टमा क्लिक गर्ने, त्यसपछि यहाँ आउँछ नाम लेख्ने। अब के जस्तो मैले रोम थापा लेखेँ भने यसरी आउँछ होइन, रोम स्पेस थापा यसरी आयो। ओके गरिदिने। यसको विभिन्न साइज पनि छ है, यसमा जाने टेक्स्टको साइज छ, कुनमा गर्ने भन्ने कुरा यहाँबाट यसरी थाहा हुन्छ। जस्तो यो आयो होइन, यो नाम यसरी आयो, यो सानो ठुलो यसरी गराउनु मिल्यो। विभिन्न साइजमा छ है तपाईँको विभिन्न। यो टेक्स्टको फन्ट विभिन्न किसिमको फन्ट छ यहाँ। यो फन्ट यो कुन फन्टमा गर्ने हो तपाईँले, यसरी फन्ट पनि हाल्न मिल्यो है। यसरी ट्याक्कै यसरी फन्ट विभिन्न फन्टमा हाल्न मिल्यो। फन्ट यसरी म चाहिँ यो फन्टमा राखेँ ल, यसरी ट्याक्कै यहाँनिर राखेँ ल है। ओके गरिदिएँ। यसको फेरि मलाई ल ऊ छ यो रे एकदम, यसको चाहिँ मलाई यो फन्ट भयो, एडिट गरौँ। त्यसपछि हामी जान्छौँ, कता जान्छौँ भने यहाँ जान्छौँ। विभिन्न कलर हुन्छ नि त, कलरमा पनि चेन्ज गर्न सक्यो है। रातो, यसरी पहेँलो, कस्तो गर्ने हो, कुन कलरमा हाल्ने हो त्यो पनि गर्न पाइयो है। यसरी जुनसुकै कलरमा हाल्नु पऱ्यो। अनि जस्तो ब्याकग्राउन्डमा पनि हाल्न मिल्छ यो। जस्तो मैले यो हालेँ भने कालो आयो, पहेँलो, रातो, यसरी पनि हाल्न मिल्छ है। यसरी पनि हाल्न मिल्यो यसरी। जस्तो यो टेक्स्टको साइज पनि छ है विभिन्न किसिमको। जस्तो अझै ठुलो गराउँ, यो माथि यसरी गर्ने है। विभिन्न ऊ छ, यो तपाईँले बिस्तारै सिक्दै जानुहुन्छ। यो कति डिफ्रेन्टमा राख्ने भन्ने कुरा छ, यो चाहिँ चलाउँदै गएपछि थाहा हुन्छ होइन। यतिकै राख्दै मैले। अनि त्यसपछि हामी यो राखिसकेपछि यसरी हामीले टेक्स्ट पनि राख्न सिक्यौँ। अब ब्याकग्राउन्ड म्युजिक राख्नु पऱ्यो ल। अब ब्याकग्राउन्ड म्युजिक राख्नु पऱ्यो भने हामीले चाहिँ यस्तो गर्ने, छेउमा जाने। त्यसपछि यता अडियो देख्न सक्नुहुन्छ, अडियोमा जाने, अडियोमा म्युजिकमा जाने। म्युजिकमा गएर यहाँ आफूले मन परेको यहाँ आफ्नो आफूले डाउनलोड गरेर उ गरे पनि भयो होइन। यहाँ पनि हुन्छ है फेरि यसरी। कपिराइट लाग्न सक्छ, ख्याल गरेर हाल्नुपर्छ। यसरी चाहिँ भिडियो एडिटिङ गर्न सकिन्छ। ल थ्याङ्क यू आजको लागि भन्न चाहन्छु साथीहरू। भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला र कमेन्ट गर्नु होला है त। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर पनि जोडिन नबिर्सिनु होला। र अर्को लास्टमा भन्न चाहन्छु, यता तपाईँको छेउमा देख्न सक्नुहुन्छ इन्सर्टको यो देखिरहेको छ नि यहाँनिर, यो भिडियोको छेउमा यो यता देख्नु भएन, भिडियोको छेउमा यो इन्सर्ट देखिरहेको छ नि, यो वाटरमार्क छ नि इन्सर्टको। यसलाई हटाउनको लागि चाहिँ हामीले फ्रीमा हटाउन सक्छौँ है। त्यो इन्टुमा क्लिक गर्ने यसरी, अनि रिमुभ फ्री रिमुभमा जाने। अनि त्यसपछि एकछिन 1 मिनट जति यसको विज्ञापन हामीले हेरिदिनुपर्छ क्या यसरी, अनि आफै हट्छ है यो। या त पेमेन्ट गरेर यसलाई हटाउन पनि सक्यो, हामीले पेमेन्ट गर्नु परेन नि त, फ्रीमा छ। र मैले चाहिँ त्यो विज्ञापन हेरिसकेपछि यो वाटरमार्क हटिसकेको छ इन्सर्टको, त्यसरी हट्छ है साथीहरू। अन्तिममा हामी चाहिँ यसलाई एक्सपोर्ट गर्नु पऱ्यो भने
ओके गरिदिने। ओके भयो अनि त्यसपछि माथि एक्सपोर्ट देखाइरहेको छ, एक्सपोर्टमा क्लिक गर्ने अनि यसरी फर्मेट आउँछ अनि फर्मेटमा अब कुनमा एक्सपोर्टमा गरिदिनु। त्यसपछि हल्का विज्ञापन आउँछ, त्यसपछि इन्टु गरिदिनु, त्यसपछि एक्सपोर्ट हुन्छ है त। ल थ्याङ्क यू सो मच साथीहरू। च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नुहोस् है त। अरू चाहिँ तपाईँले के चाहिएको छ कमेन्ट गर्नु होला। थ्याङ्क यू।